नमस्कार। म आज तपाईहरुलाई दुबई इन्भेस्टमेन्ट पार्कदेखि चाहिँ आबुधाबी पासपोर्ट रिन्युअल गर्नको लागि नेपाली एम्बेसीमा कसरी जान सकिन्छ म तपाईहरुलाई यो भिडियो मार्फत देखाउँछु। यो अहिले दिउँसो गरेको भिडियो म बिहान गएर आइसकेको छु है। तपाईहरुलाई यो केही जानकारी केही छ त्यस्तो चाहनुहुन्छ भनेपछि म यो भिडियो चाहिँ तपाईहरुले हेर्न सक्नुहुन्छ। एकचोटि भिजिट गरिदिनु होला, तपाईहरुको लागि सजिलो हुन्छ है त। यो भिडियो चाहिँ तपाईहरुको लागि यो तपाईले म्याप हेरेर बुझ्न एकदम सजिलो छ, हेर्नु होला। यो रह्यो दुबई इन्भेस्टमेन्ट पार्क। यहाँदेखि चाहिँ तपाईँ ट्रेनमा नझरेर सर माथि जानु होला। गइसकेपछि नेसनल पोइन्टमा पुग्नुहुन्छ। तपाईँ नेसनल पोइन्टमा पुगिसकेपछि नेसनल पोइन्टदेखि चाहिँ तपाईँले ट्रेन चेन्ज गर्नुपर्छ यता आउने। त्यसपछि तपाईँ यता आउने फार्मेसीबाट लाइफ फार्मेसी भन्ने ट्रेनको रुटबाट चाहिँ चढेर तपाईँ आइबिएन बटुटा भनेर आउन सक्नुहुन्छ है। यो आइबिएन बटुटामा ठुलो बस पार्क छ। यो बस पार्कबाट चाहिँ तपाईँले चाहिँ सजिलो तरिकाले चाहिँ आबुधाबीको लागि गाडी पाउनुहुन्छ है त। अनि त्यसपछिको त्यसपछिको प्रोसेसहरू के कस्तो छ म यो भिडियोमा देखाइरहेको छु, हेरिराख्नु है। म बिहान 4:30 बजे उठेर रेडी भएर गाडीमा चढेर म डिआइपी इन्भेस्टमेन्ट पार्कको मेट्रो स्टेसनमा पुगेँ। अब आइबिएन बटुटा जाँदैछु। अब डिआइपी इन्भेस्टमेन्ट पार्कदेखि डिआइपीदेखि आइबिएन बटुटा त्यहाँ गएपछि चाहिँ त्यहाँ कस्तो हुन्छ, त्यहाँ गएर फेरि बस समात्नुपर्छ। बस समातिसकेपछि आबुधाबीको लागि डाइरेक्ट बस जाँदो रहेछ। त्यहाँ एकचोटि मैले फेरि त्यहाँ गएर के कस्तो दुबई इन्भेस्टमेन्ट पार्कदेखि नेसनल पोइन्टमा झरेको छु। यो नेसनल पोइन्टबाट अब ट्रान्जिट यो मेट्रोमा चढेर म बटुटामा फेरि अर्को रुट चेन्ज गर्दैछु। म यहाँ आइसकेको छु है। मेरो स्टेसन त फरक हो, तर म डिआइपीदेखि आबुधाबी गएको चाहिँ कसरी जाने म चाहिँ हजुरलाई म खबर गरेँ यसमा है त। अब यो लाइफ फार्मेसीको मेट्रो आउँछ। यो मेट्रोमा चढेर हामी लगत्तै सिधा आइबिएन बटुटाको लागि रवाना हुन्छौँ। यो मेट्रो हप्ताको 6 दिन बिहान 5 बजेदेखि सुरु हुन्छ र हप्ताको एक दिन सन्डेमा आइतबारको दिनमा यो मेट्रो चाहिँ बिहान 8 बजेदेखि सुरु हुन्छ। छिटो नआउनु होला। अनि लगत्तै अब हामी यहाँ आइबिएन बटुटामा झरिसकेको छौँ। झरिसकेपछि अब हामी यो लिफ्टबाट तल आइसकेर हामी यो कार्ड पञ्च गरेर अब भित्र आइबिएन बटुटाको बस स्टेसनतिर हामी लाग्छौँ। अब यो कार्ड पञ्च गरेर हामी अगाडि बढ्छौँ। अलिकति मोबाइलमा किरकिर देखेको होला। त्यसपछि हामी एक्जिट समात्छौँ। त्यही रुट नछोडेर त्यही बाटो अगाडि बढेर अगाडि बढ्छु। त्यो बसको नम्बरहरू पनि देखाउने कम्प्युटर मोनिटर छ। त्यसपछि यो बिहानको दृश्य हो र मैले जोडेर दिउँसोको पनि जोडेको छु। यो बिहान र दिउँसो सेम देखिन्छ है त, नझुकिनु होला। यो नझुकिनु होला, सेम देखिन्छ। अनि यो साइडमा गएर तपाईँ चाहिँ बिहानको गाडी चाहिँ भेट्न सक्नुहुन्छ। यो मैले गाडी नम्बरहरू पनि तपाईँलाई यो राखिदिएको छु। यो गाडी नम्बरहरू चाहिँ आबुधाबी जाने बसहरू A101 र 102 चाहिँ जान्छ। पैसा चेक गर्नको लागि मेट्रोलाई अहिले मसँग छ 158। पैसा चेक गर्नको लागि यसमा आउनु होला है त। लगत्तै पैसा चेक गरिसकेपछि तपाईँ 7 नम्बरको साइडबाट यता तपाईँको चाहिँ यता यो आउँछ कार्डहरू हेरेर। त्यसपछि जेब्रा क्रसिङदेखि पारि जानु होला। पारि चाहिँ गाडीहरू लाग्छ है त। E101 E102 यो हाम्रो आबुधाबीको लागि यो स्टेसन यो रुटमा बस छ र तपाईँले वेटिङ पनि गर्न सक्नुहुन्छ कुर्सीहरूमा। र यो आबुधाबीको लागि 101 लागेको थियो। म हतार गएर बसिहालेँ। बसमा आइपुगेको अवस्था यस्तो बस लाग्छ। यो आबुधाबीको बसमा सिल्भर कार्ड चल्छ। यसमा मिनिमम 90 दिराम हालेर जानु होला। आउन र जान तपाईँलाई एकदम सहज हुन्छ। त्यसपछि हामी पुग्यौँ आबुधाबीको बस स्टेसन। बस स्टेसनदेखि बाहिर आएर यो आकाशे पुलदेखि पारिपट्टि हामी जानुपर्छ। एकचोटि फर्किएर यो बस स्टेसनलाई हेर्नु होला।
बस स्टेसन यही हो। बस स्टेसनबाट हामी यता आकाशे पुलतिर हिँड्दै हिँड्दै माथि गइसकेको दृश्य पनि यस प्रकार छ र तपाईँले यो दृश्य हेर्दै हेर्दै फलो अप गर्नुहोला, तपाईँलाई एकदम सहज हुन्छ। र मैले पठाएको यो म्यापलाई हजुरले एकदम फलो गर्नुहोस्। यो म्यापमा देखाए अनुसार हजुरले यो एरोलाई फलो गरेर यो बाटो जानुहोस्। टाढा छैन, यही पुलदेखि अलिकति 2टा बाटो छोडेर उतापट्टि तपाईँले देख्न सक्नुहुन्छ नेपाल एम्बेसी। यो म्यापमा देखाएअनुसार सरासर जानुहोस् र यस गइसकेको पछि सिधा तपाईँले यो बाटो चोकमा गएर नेपाल एम्बेसी अगाडि देख्न सक्नुहुन्छ र आफ्नो कागजातहरू सबै रेडी गरेर लिएर आउनु होला। तपाईँलाई म कागजातहरू के चाहिन्छ यो स्क्रिनमा राखिदिएको छु। यो स्क्रिनमा राखे अनुसार पनि उतैबाट लिएर आएर आउँदा एकदम राम्रो हुन्छ। अनि तपाईँले उतादेखि भरेर यो भिडियो मैले किन बनाउन खोजिरहेको छु भनेपछि तपाईँहरूले धेरैलाई जिज्ञासा छ, धेरैलाई पासपोर्टहरू रिन्यू गर्नुपर्ने छ। नेपालको पासपोर्ट रिन्यू गर्नको लागि चाहिँ हामीले डाइरेक्टली नेपाली एम्बेसीमा जानुपर्छ। दुबई पनि अहिले ब्रान्च रहेछ, अहिले बुझेको। र अहिले अबुधाबीको त्यहाँ ब्रान्चमा गएर सोद्धाखेरिमा दुबईमा सबै हाम्रो यहाँ जे हुन्छ काम त्यहाँ पनि त्यो हुन्छ भनेर चाहिँ मलाई खबर गर्नुभएको थियो। र तपाईँहरू दुबईमा हुनुहुन्छ नि सकेसम्म यता दुबईमा जानु होला। तपाईँको बढ दुबईमा तपाईँको चाहिँ त्यहाँ छ त्यहाँ है, त्यहाँ जानु होला। त्यहाँ भएपछि सजिलो हुन्छ, ट्राभल खर्च पनि पैसा बच्छ। तर यहाँदेखि चाहिँ म आइबिएन बटुटादेखि चाहिँ डिआइपीदेखि दुबई इन्भेस्टमेन्ट पार्कदेखि चाहिँ आइबिएन बटुटा आइपुगेँ। आएर चाहिँ यहाँदेखि लगत्तै म उसको लागि 2.5 घन्टा लाग्यो। जाने बेला चाहिँ आउने बेला छिटो भयो। जाने बेला चाहिँ आइबिएन बटुटादेखि अबुधाबीको स्टेसनमा पुगेँ, बस स्टेसन। त्यहाँदेखि अलिकति अगाडि बाटो क्रस गरेर म चाहिँ एम्बेसीमा पुगेर त्यहाँको आफ्नो प्रक्रियाहरू छिटोभन्दा छिटो सकेर म चाहिँ तुरुन्तै फर्किहालेँ। मेरो यहाँ फेरि ड्युटी भेटाउनु छ। त्यसैले तपाईँहरूलाई चाहिँ केही यताउता जिज्ञासा छ भनेपछि कमेन्ट बक्समा छोडिदिनुहोस् या के गरिदिनुहोस्, म तपाईँहरूलाई खबर गरिदिन्छु। यो सानो भिडियो चाहिँ तपाईँहरूको लागि मैले आफैले अनलाइन डेट बुक गरेर आफैले प्रोसेसिङ गर्दाखेरिमा मैले अबुधाबीको लोकेसनमा प्रोसेस गर्दा गएमा जम्मी 215 दिरहम खर्च आयो कागजी रूपले। ट्राभल पैसा छोडेर 15 फोटोकपी प्रिन्ट 200 राजस्व। अब नेपाल एम्बेसीबाट खबर आएको खण्डमा यो पुरानो पासपोर्ट र यहाँ तिरेको रसिद लगेर गएपछि नयाँ पासपोर्ट हातमा प्राप्त हुन्छ। हस् त, मेरो भिडियो हेरेर साथ दिनुभएको लागि धन्यवाद। कुनै इन्फर्मेसन पाउनु भएको छैन, कुनै छुट्यो भनेपछि कमेन्ट बक्समा कमेन्ट गरिदिनु होला। हस् त।